चिया खाइदिउँ न एकछिन हाम्रो विवेक दाको बिहे पर्यो भने सुनेको थिएँ के हो साँच्ची नै र साँच्ची नै हो उयामा त गुबेक त त्यो दादा भेट्नु पर्ने रहेछ नि त्यसो भए त है केटो भेट्नु पर्ने रहेछ नि सिट हुन्छ होला विवेक दाकोबाट है विवेक त होइन हो त विवेक दाइ हो त जुनले हो नि त विवेक दा त हेब्बी पक्सिरहेछ यो दादा जुजु जुजु हामी पनि जुजु आज चाहिँ यो दादा हेब्बी हिँड्नु छ ल केटा हिँड्नु छिटो 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 ओ राज दा विवेक दाले देख्नु भयो एउटा गएको अहिले त देखिन अघि ज्यादै गरी त देखेको छ जुत्ता सबतिर सुन्नु भएको छ दादाले त लट्ठै फसाएको छ हामी पनि गएको नि पछि पछि एक करोड फसाएको छ नि त्यो दादा आज भेट्यो चाहिँ हेब्बी लोड दिनुपर्छ दाजु दादालाई आज त कसरी भए पनि म त सारा सुरु चल्दिएको छु कसले पनि देखेको छैन हो यो काट्नु उठाले के मलाई कहाँको तिमीहरू चाहिँ ए चहिले अलिक ढिलो गरेछ अहिले आएर कुरा गर्छु आज त सुरु लाग्दैन पर्छ उही हुँदैन आज झापझुप गरेर लागिहाल्छ कुटकुटाएर चाहिँ कोही छैन खै अस्ति त 2.25 परेको थियो आउँदैन त अहिलेसम्म नि लट्री थियो हो क्यास राखिरहेको छु अहिलेसम्म आउँदैन ए उहाँ रहेछ ऊ विवेक दा हुन्छ केटा आज त ठोकिदिनु पर्छ आज लोड दिनुपर्छ ल उहाँ फक्सी रहेछ है त्यो दालाई भेटेछ यो साथी मेरो चाहिँ फसेको छ हो नुन मलाई छिटो गरिदियो भने साथी म लागिहाल्छु ल अनि बिनै उयो भइरहेछ है ल मेरो राम्रो फसेको चाहिँ आज चाहिँ केटाहरू फेरि आइन्छ हुन्छ होला मलाई लुटो प्लिज प्लिज छिटो ल म लागिदिन्छु ल लागिदिन्छु अब छिटो यहाँ केटाहरू अलिदेखि मलाई वाक्कै पार्छ ल न त कति छ 2.25 आम्मा थ्याङ्क यू सो मच हो बाजे तिमी बाजे म चाहिँ धेरै धेरै धन्यवाद छ बाजेले मलाई गरेको छ हो छैन यहाँ कस्तो गरेको कतिवटा काटिसक्यो मेरो भाइ फस्यो मेरो बिदा हुँदैन नि त्यस्तो मलाई चाहिँ योपालि दसैँमा एकदम दामी जोर्डनको जुत्ता चाहिँ हुनु पर्यो बिदा योपालि चाहिँ दसैँमा टक्क एउटा नर्थ फेसको चिज आएको चाहिँ हुनुपर्छ ल तिमीलाई थाहा छ होला कालो एउटा लेदरको ज्याकेट किन्यो यहाँ तल कञ्चनबाट ल दा प्लिज दा पहिलातिर किनिदिएको छु मैले भन्दा त्यस्तो नगर्ने छ यहाँ उयो छ हौ यहाँ ल त तँलाई के को बित्थामा थोरै बित्थामा ढिलो भयो नि त भाइ बादमा किनिदिन्छु नि ल मलाई हतार छ नि त लट्रीको हुनु पर्यो भाइ अन्त पो हुन्छ आइसक्यो भइहाल्छ तँलाई बादमा गरिदिनु मन परिरहेको थियो नि त यो भनेको त बिदा यो किन्नु न एउटा राम्रो रहेछ नि त यो अस्तिहरू गर्ने किन्नु न प्लिज भाइले कुन चाहिँ जुत्ता भनेको होइन भाइ लाज हुन्छ यहाँ नगर्नु एउटै त हो दा त्यत्रो परिरहेको छ त्यत्रो पारेर किन्नु गर्नुपर्छ त मेरो यहाँ छ यहाँ होइन त्यो लट्टीको पैसा हुनु पर्यो त्यहाँ मेरो पो हुन्छ त बाटो अन्त यहाँ जो कमाएर जो राम्रो अफर दिन्छ तँलाई अन्त म आएर किनिदिन्छु तँलाई हिँड अहिले यहाँ किन्दैन त एउटै त हो दा अब लट्टीले पनि घन्टे केटाहरू चाहिँ हरामी रहेछ सपनामा पनि छोडेन यार थेट